Hello guys, welcome to my mini vlog. आज चाहिँ म कहाँ जाँदैछु भनेर तपाईहरुले यो भिडियो पुरा हेर्नुपर्ने हुन्छ। सो हामी चाहिँ त्यहाँ गयौं र जुन ठाउँ जानुपर्ने थियो त्यो ठाउँ चाहिँ नदेखेर हामी चाहिँ यताउति डुल्दै थियौं र मैले चाहिँ हल्का भिडियो पनि बनाए। अब भिडियो त बनाउनै पर्यो राइट। हामी चाहिँ अब घुम्न गइसकेपछि अब केटी मान्छे भइसकेपछि हैन गर्ल्सलाई त अब यसो ठिकठाक हाल्नु पर्यो, यताउति गर्नु पर्यो। यस्तो हामी चाहिँ पुरै भिडियो बनाउँदै जाँदै थियौं अनि यहाँ चाहिँ कस्तो राम्रो मम्मीजीको फलिरा रहेछ क्या। मम्मीजी कस्तो राम्रो देखिरहेको थियो। सो यहाँ पनि यसो चट्ट भिडियो बनाए। तर मैले चाहिँ यहाँ जुन ठाउँको लागि आएको थिएँ त्यो ठाउँ चाहिँ मैले देखेकै थिइनँ। कहाँ हो यसोमा खोजेर हेर्छु है, गुगलमा खोजेर हेर्छु, गुगलमा पनि देखाउँदैन, टिकटकमा हेर्छु, टिकटकमा फेरि देखाइरहेछ। अनि ट्याक्क गर्दाखेरि अलिकति अगाडि गएको त देखेँ। अब हेर एक्साइटमेन्ट लेभल हेर्नु है फेरि। ओ माई गड, छुट्टै छ नि फेरि। अनि त्यसपछि त्यहाँ पुगेपछि त कस्तो राम्रो देखेको, एकदम राम्रो थियो। मलाई चाहिँ यस्तो लाइटिनिङहरू, यस्तो यो क्रिसमस है मार्केटहरू क्या मनपर्छ क्या। अनि पुरै जाँदै थिएँ नि। म चाहिँ यो मिनी भ्लग म आफैले गर्नुपर्ने हो खासमा नि। तर मेरो चाहिँ यहाँ सरजी चाहिँ कस्तो हुनुहुन्छ भने चाहिँ आफू चाहिँ अलिकति एकदम त्यो फोनदेखि टाढा नै बस्नुहुन्छ क्यामेरादेखि। बट मेरो चाहिँ एभ्री सेकेन्ड एभ्री एउटा मोमेन्ट चाहिँ क्याप्चर गरिदिनुहुन्छ। सो यहाँ फोटो खिच्न जानु पर्यो भने पनि, यसो गर्नु पर्यो भने पनि भिडियो बनाइदिइरहेको हुन्छ क्या। सो म चाहिँ पनि आफू पनि हल्का फुल्का यसो भिडियो पनि बनाउँदै थिएँ। अनि हामी चाहिँ त्यहाँ चाहिँ खानाहरू यताउति खायौँ है। अनि खाएर मैले भिडियो बनाइनँ, जस्ट हल्का फुल्का घुमेको। अनि त्यसपछि भिडियो सिडियो खिच्यौँ, फोटोसोटो खिच्यौँ। तर एकदम राम्रो थियो। धेरै ठुलो त नाइ, सानो नै थियो है। त्यति ठुलो एकदमै घुमेर नसकिने टाइपको चाहिँ थिएन। लगभग आधी घन्टा पनि लागेन मलाई त्यहाँ घुमेर फोटोसोटो क्लिक गरेर सबै गर्नलाई। अनि जाडो थियो अनि त्यही भएर धेरै लामो पनि त्यहाँ बसेनौँ क्या हामी। सो हामी चाहिँ त्यहाँ एकछिन यसो खरागे भयो यताउति खायौँ। अनि त्यहाँबाट चाहिँ फोटोसोटो खिचेर अनि ओएनोलाई चाहिँ ओएनो पार्क भनौँ न बाई बाई गरेर हामी चाहिँ घर फर्क्यौँ। अब घर फर्किने बट यति छिटै भइसकेको थियो। सो हामी चाहिँ यहाँबाट साइज हेरेर गयौँ र साइज हेरेर पनि हेर्नु न मेरो नक्कल, मलाई त नसक्ने क्या, कसैले पनि सक्दैन हौ। अनि म चाहिँ टिकटकमा हाल्नको लागि पुरै भिडियो बनाउन खोज्दै थिएँ, एकदम यस्तो राम्रै देखाउँछ भनेर होइन। अनि त्यसपछि यसो नाटक हुन्छ नि। अनि हामी चाहिँ फाइनली घर फर्क्यौँ, दुईजना समाते। थ्याङ्क यू फर वाचिङ एन्ड लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।